अनुदानको लोभमा कुखुरा पालन। यदि साथीहरु तपाईहरु पनि अनुदान पाइन्छ भनेर आफ्नो लाखौं लगानी कुखुरा पालनमा लगाइरहनु भएको छ भने आजको भिडियो तपाईहरुको लागि। नमस्कार दर्शक बिन हजुरले हेर्नुहुन्छ पोल्ट्री नेपाल टिभी, म सन्तोष अधिकारी। आज फेरि नयाँ भिडियोको साथ उपस्थित भएको छु। धेरै जस्तो किसान साथीहरुले चाहिँ अनुदान पाइन्छ भनेर आफ्नो लाखौं लगानी चाहिँ कुखुरा पालनमा लगाइरहनु भएको छ। जबकि कुखुरा पालन के हो, कसरी गरिन्छ, आफू त्यसमा रुचि छ कि छैन, आफू खुबी छ कि छैन, त्यो जानकारी नलिकन, थाहा नभइकन हामीले के छ कि अनुदान पाइन्छ भनेर त्यो लोभले गर्दा हामी अन्धधुन्दा आफूले नजानेको, नसिकेको, त्यसमा अनुभवै नभएको व्यवसायमा चाहिँ हामी अन्धधुन्दा लगानी गरिरहेका छौं। कतिपय किसान साथीहरु लोभले जानी बुझेर त्यसमा लगानी गरिरहनु भएको छ। कतिपय किसान साथीहरु नयाँ हुनुहुन्छ, उहाँलाई जानकारी छैन, कसैले भनिदिएको भरमा कसैलाई फसाइएर त्यो व्यवसायमा आबद्ध पनि गरिएको छ कि तँलाई अनुदान म मिलाइदिन्छु, त कुखुरा पालन गर भनेर। त्यस्तो अवस्था छ। प्रत्यक्ष रूपमा 2-3 जना किसान साथीहरुसित भेट भयो। उहाँले के भन्नुभयो कि मलाई यस्तो फलाना डिलरले आफ्नो दाना चल्ला बेच्नको लागि रहेछ, मलाई यसरी कुखुरा पाल, म तल अनुदान यसरी मिलाइदिन्छु, यति मिलाइदिन्छु भनेर भन्यो। मैले त्यही अनुसार अनुदानको अपेक्षा गरेर मैले त्यही अनुसार लगानी गरे, त्यही अनुसार संरचना बनाए, त्यही अनुसार कुखुरा राखे, त्यही अनुसार देखावटी रूपमा चाहिँ झनै राम्रो बनाए। पछि गएर मेरो लगानी भयोभरिको लगानी त्यो चुल्लोमै डुब्यो। त्यो जसले मलाई अनुदान मिलाइदिन्छु भनेको त्यो कहाँ लाग्यो, कता भयो, केही थाहा भएन। मेरो लगानी चुल्लोमा डुब्यो। अहिले म त्यो ऋण लिएर, सापटी लिएर गरेको व्यवसाय आज चुल्लोमा हुँदा मेरो नाजुक अवस्था छ भनेर किसान साथीहरुले जानकारी गराउनु। 2-3 जना किसान साथीहरु प्रत्यक्ष भेट भयो। फोन कलहरुमा पनि धेरै किसान साथीहरुको गुनासो आयो र अझै धेरै किसान साथीहरु पनि यसरी नै डुब्न सक्ने अवस्था छ र अरु किसान साथीहरु डुब्नु भएको पनि होला हैन, त्यो अवस्थामा पनि हुन सक्नुहुन्छ। त्यही भएर यो नेपाल हो। नेपालमा तपाई प्रत्यक्ष रूपमा किसान हुनुहुन्छ भने तपाईले अनुदान पाउन निकै गाह्रो छ के। जसले कृषिको क थाहा छैन, कुखुरा पालनको क थाहा छैन नि, त्यसले बरु अनुदान पारिरहेको छ के। यो नेपाल हो, यहाँ सेटिङमा काम हुन्छ। त्यही भएर म कृषि गर्छु, म दुःख गर्छु, अनुदान सरकारबाट पाउँछु भन्ने अपेक्षा गर्दै नगर्नु होला। धेरै किसान साथीहरु चाहिँ यो तरिकाले फसिरहनु भयो कृषि पेशामा। जुनै म कुखुरा पाल्न भन्दिन, अन्य कृषि पेशामा पनि त यसो गर, उसो गर, यसो देखापटी गर, म तँलाई अनुदान मिलाइदिन्छु भनिरहेको छ भने तपाई भ्रम नपर्नु होला। तपाईले एउटा कुरो भनौं, कृषि फर्म दर्ता गर्नको लागि तपाईलाई कुरै नगरौँ, तपाई कृषि फर्म दर्ता मात्र गर्न जानुस्, तपाईको टाउको दुखेर त्यहाँ तपाई गिदी बनाइन्छ। तपाईले त्यति गाह्रो छ, त्यति चुनौती छ के। एउटा आफ्नो फर्म दर्ता गर्छु भन्दा त दर्ता गरेर त सरकारलाई कर तिर्ने त हो नि, हो कि हैन। त म दर्ता गरेर व्यवसाय गर्छु भन्दा त यति गाह्रो छ, तपाईले अनुदान लिन कति गाह्रो होला त। सजिलो त तिनलाई छ जसले सेटिङमा काम गर्छ, जसको टाउकोहरुको पहुँच छ। हामी किसानहरुलाई निकै गाह्रो छ के। त्यही भएर यदि तपाईहरु पनि यही सोच लिएर आउनु भएको छ कि मलाई अनुदान पाइन्छ, त्यही हिसाबले म लगानी गर्छु, देखावटी गर्छु, लाखौं लगानी गरेर च्याटचुट बनाउँछु र देखाउँछु, सोपिस चाहिँ राम्रो, अरूलाई हेर्दा चाहिँ वाओ बनाउँछु भनी भरमा लगानी गर्दै हुन्छ नि, प्लिज हात जोडेर भन्छु नगर्दिनु होला। पछि तपाईको अवस्था यति जटिल अवस्था हुनेछ, त्यो तपाई त्यही बेला गएर पछुताउँदा त्यो केही बाँकी नै रहँदैन के। हामीले यसमा कुखुरा पालेर डुबिसकेपछि हामी पछुताएर केही कामै छैन कि, त्यो यस्तो अवस्थामा हुन्छ कि त्यो पछुताएर कुनै अर्थै रहँदैन। त्यस्तो जटिल अवस्थामा हामीलाई पुर्याइदिन्छ यो व्यवसायले चाहिँ। त्यही भएर अरूले भनेको भरमा हैन, त यस्तो छ उस्तो छ भनेर तपाईलाई कसैले जोसाएको भरमा चाहिँ व्यवसायमा चाहिँ नलाग्नु होला। खास गरी मैले पनि अनुदान पारिदिन्छु भन्ने भरमा चाहिँ लगानी नगर्नु होला। किनभने तपाईलाई कुखुरा पालन सम्बन्धी ज्ञान छैन, तपाईलाई त्यो सम्बन्धी रुचि नै छैन भने त्यसमा तपाई लागिरहनु भएको छ नि, त्यसमा असफल हुनु 100% हो। धेरै किसान के गर्नु भएको छ, तपाईको लाखौं लगानी खोरमा गर्नुभयो, लगानी गरेर बाहिर सजावट गरेर संरचना बनाएर त पैसा आउने हैन, त्यसभित्र कुखुरा पाल्न पर्यो। कुखुरा पालेर पो आम्दानी हुने हो त। तपाईलाई कुखुरा पालन जानकारी नै छैन, तपाईले व्यवस्थापन नै राम्रो मिलाउन सक्नु भएन, कुखुरै राम्रो भएन भने त जति पैसा तपाईले कुखुरामा खनाइरहनु भएको छ त्यो त माइनसमा गयो, तपाईको बनाएको संरचना पनि माइनसमा जान्छ। त्यही भएर कुखुरा पालनमा डुब्न धेरै समय पनि लाग्दैन। फेरि 1 वर्षमा मान्छे चिल्लीच्याट भएर तपाईको सबै सखाप गरेर पनि निस्केका पनि अवस्था छ। त्यही भएर एकदमै जोखिम व्यवसाय हो। त्यहीमाथि अरूले तपाईलाई चम्काइदिएको भरमा, अरूले जोसाइदिएको भरमा चाहिँ यसमा नलाग्नुहोस्। तपाई यो व्यवसाय गर्न सोच बनाउनु भएको छ भने आफूलाई पहिला रेडी गर्नुहोस् कि यो व्यवसाय भनेको कृषि हो, दुःखको पेशा हो, हिलो मैलो जस्तो भए पनि मैले देख्न सक्छु, यसमा म घुलमिल हुन सक्छु, म दुःख गर्न सक्छु, म खटिन सक्छु। तपाईलाई लाग्छ भने, प्रत्यक्ष रूपमा तपाई फिल्डमा बसेर काम गर्न सक्छु भने तपाईलाई लाग्छ भने यसबारे राम्ररी अध्ययन गर्नुहोस्, बजार अध्ययन गर्नुहोस् हैन, उत्पादन सम्बन्धी अध्ययन गर्नुहोस्, हरेक चीज बारे बुझ्नुहोस्, बल्ल यसमा लाग्नुहोस्। तर अन्धधुन्धमा अरूले भन्देको भरमा, जोसेको भरमा, अनुदान पाइन्छ लोभको भरमा चाहिँ यो व्यवसायतिर नलाग्नु होला। किनभने
यो व्यवसायमा लागेर हामीले ऋण खोजेर अरूसित सापटी मागेर लाखौँ लगानी यसमा डुबाएर फेरि त्यो ऋण तिर्नलाई तपाईँको हेर्ने भने तनाव प्रेसर लिएर फेरि विदेश जान परेको छ, अहिले फेरि कमाएर त्यो ऋण तिर्न पर्ने अवस्था नआओस्। कृषिमा डुब्नु भनेको यति नराम्रो तरिकाले डुबिन्छ कि पछि गएर म यसबाट बाहिर निस्किन्छु भन्ने अवस्था पनि रहँदैन। त्यही भएर सम्पूर्ण किसान साथीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँ पनि अरूले जोसाइदिएको भरमा होइन, लोभको भरमा चाहिँ यतातिर नलाग्नु होला। हरेक चिज बुझेर हरेक चिज जानकारी लिएर मात्र यो पेसातिर लाग्नु होला। कृषि फिल्डमा जुनसुकै पनि फिल्डमा चाहिँ तपाईँलाई कसैले जोसाइदिएको भरमा चाहिँ नलाग्नु होला। र धेरै किसान साथीहरूको बिजोको अवस्था देखे, धेरै किसान साथीहरूले यस्तो भयो भनेर भन्नुभयो र अन्य किसान साथीले पनि यो पर्न सक्छ। त्यही भएर भिडियो मार्फत चाहिँ हजुरहरूमा पनि यो जानकारी पुगाउँ भनेर आजको भिडियो लिएर आएँ। हजुरलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। सम्पूर्ण साथीहरूमा पनि सेयर गरिदिनु होला, उहाँलाई पनि यो पर्न सक्छ। सम्पूर्ण साथीहरूले आफ्नोमा सेयर गरिदिनु होला। र आगामी समयमा यस्तै भिडियो चाहनुहुन्छ भने पनि यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेसबुक टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला। र आगामी समयमा पनि म हजुरहरूलाई कुखुरा पालन सम्बन्धी किसान साथीहरूको चासो गुनासोहरू फेरि पनि लिएर आउनेछु। आजको लागि यति नै, फेरि भेटौँला अर्को भिडियोको साथ। धन्यवाद।